एका देशमा खरायो बस्थे र एक दिन खरायोहरू जङ्गल गए सब्जी लिनको लागि र उसको बाबाले सब्जी ट्र्याक्टरमा लोड गरेर लिएर आएर जुस बनाएर खरायोको बच्चाहरू सबैलाई दियो र सबै मिलेर खाए। त्यस पछाडि उनीहरूले के गरे भने खाँदै गए, जुस पनि बनाए, खाए। आमाले उसको स्वेटर बन्न थाल्नुभयो। फेरि बच्चाहरूले गएर रोपे र बाबाले ट्र्याक्टरमा लिएर आयो र फेरि तान्दै सबैजना बच्चाहरू मिलेर फेरि ट्र्याक्टरमा लोड गरेर फेरि लिएर खरायोहरूले आरा लिएर काट्न थाले त्यो कोपीलाई र उसको मम्मी घरभित्र पसेर हेर्न थालिन् बच्चाहरू के गर्दैछन् भनेर। सबैजना खाइरहेका थिए। त्यसपछि फर्सी नाप्न थाले। त्यसपछि फर्सीलाई क्रेनले उचाल्यो र उचालेर जेसिबीमा हालेर लिएर गएपछि त्यसको बेलुन बनाइयो। इन्जिनियर आए, सबै मिस्त्री आए र काट्न थाले। त्यस पछाडि सानो गाडीमा लोड गरेर नाच्यो, लग्यो र एकजना र अर्कोको बिहा भयो, दुईजनाको। फर्सीको कला देखेर सबै खुसी भए र डिनर गर्न सुरु गरे। रात पर्यो र उनीहरू सुते।